अहिले कति वर्ष हुनु रे? म 85 हो। ए 85 भनेपछि कति वर्ष हुँदा बिहे गर्नु हजुरले? 24 वर्ष। 24 भनेपछि त 28 कति वर्ष पहिला भयो? तपाईले 28 मा को बिहारको 24 साल हो के रे? 24 सालमा 24 साल हजुरले बिहे गरेको? ओहो, अनि केटी हेर्न कसरी जानुभयो? केटी हेर्न ऊ बेला जानी हुँदै थिए। के हेर्नु खासमा? बिहा हो भने लगन ठहराइयो त्यो गइयो जन्ती बाजा बाजा कसले हेरिदियो त नि केटी त्यति बेला? ओ मात्र दाउरी देखियो भने त गएर दिलाइदेऊ। नहेरी बिहे गर्नु? हेर्नुमा मिलायो नि मन पराउनु भयो? नहेरी मन पर्ने पऱ्यो। पहिला केटी साट्दिए कि बिहे गर्नु जाँदाखेरि? चार्जन भन्दा एउटा दाम भनेको त अर्कै होइन सानीमा त्यसलाई फेरि अर्को बिहा चाहिँ मलाई त होइन दाम हेर्नु नाम हेरेर भने यो बिहा ज्वाइँले अनि त्यहाँबाट अब उठेर केटी हेर्नु तलकै थिएँ। दुला त भर जानु हो नि तपाईँ जाँदा त? भनेपछि त पहिला त हेर्नै नपर्ने रहेछ। अहिले त पहिल्यै हेर गर्नुपर्ने। पहिलेबाट अब 25 वर्ष बोल्छ अहिले त पहिल्यै बात मार्ने, बोल्न पनि बोल्नु भने बिहे गरेर ल्याएर। बोलेको कति वर्षमा नि बोलेको? अनि डोली पनि हो चढेर लिएर मान्छे बोक्न लाउने हो कि कसरी हो? मान्छे बोक्ने लाने डोले? दुईजना डोले एउटा कलसे कलस लिएर जाने हो। अनि बोकेर ल्याउने थियो नि बाजा खिच्दै हो। सुन किन्ने सिस्टम थियो? थियो नि त्यो र त गएर बनाएको पहिला त कति रुपियाँ सुन थियो? मैले त अब यहाँ पछि थियो 170 रुपियाँ तोरा ल्याएको। 170 रुपियाँ तोला 2024 सालमा। भनेपछि त अहिले त कति छ सुनलाई थाहा छ? अहिले 3 लाख 49,000 भन्छ के अरे हिजो कता भनेपछि त उत्तिरको 174 को अहिले त 3 लाख हुँदो रहेछ त। सुन बेच्नु सबै अहिले ती सुन छ कि छैन? छैन काने हुँदै गएको छ के बाघा रमाइलो हाम्रो बाघा खिसा अब अहिले चाहिँ अब बिहे गर्दाखेरि पहिले हेर्नुपर्छ बोल्नुपर्छ नहेरी बिहे गर्नु भएर छ। लो किन्नुभयो कि थाहा छैन? हेरेर नि खाचिन्छ बुझाउँछ नि र। कतिवटा कति केटारी जन्मिन्जेसम्म बोल्नुभएको थिएन मम्मीसित? 4 वर्षसम्म बोल्नु भन्नु 4-5 वर्षमा त जा जन्म नि भएको थियो होला दिदीहरूको। अनि कमाइ दमाई सुन्नु न त्यताको। बिहारेका 4 वर्षमा बोल्नु नबोल्नेहरू लो ल साथी यस्तै भिडियो हेर्नलाई फेरि लाइक कमेन्ट सब्सक्राइब गर्नु होला है। म तपाईँलाई नयाँ खालको भिडियो फेरि लिएर आउनेछु। अहिलेलाई चाहिँ हस् नमस्कार।